यो अथेन्टिक सिनवारी चिकन कढाई बिना मसला बनाइने पाकिस्तानको स्वादिष्ट डिस हो। यसमा मात्र तेल, मासु, टमाटर, नुन, हरियो खुर्सानी र मरिच मात्र प्रयोग गरिन्छ। यो रोटीसँग तातो तातो लिँदा सिम्पल, फरक र स्वादिलो पाउन सक्नुहुन्छ। मासु चाहिँ यति टेन्डर हुन्छ कि मुखमै मेल्ट हुन्छ। सबैभन्दा पहिले चाहिँ हामी कुकिङ ओइल लिन्छौँ र यसमा सफा चिकन राख्छौँ र हिट अन गर्छौँ। अब हामी नुन राखेर एकछिन चलाएर यसलाई छोपेर चिकन ब्राउन हुन्जेलसम्मको लागि फ्राई गर्छौँ र यसमा भएको धेरै तेललाई निकालेर साइडमा राख्छौँ। नर्मली चाहिँ यसमा अलि तेल प्रयोग गरिन्छ, म चाहिँ एकदमै कम राखेको छु। अब यसमा हरियो खुर्सानी र पाकेको टमाटर राखेर एकछिन चलाएर हल्का पानी राखेर छोपेर पकाउँछौँ। यसमा टमाटरको चाहिँ मात्रा अलि धेरै लिइन्छ। टमाटर गलेर सफ्ट भइसकेपछि हामी टमाटरको बोक्रा निकालेर राम्रोसँग यसलाई म्यास गर्छौँ। यसमा हल्का नुन र हरियो खुर्सानी पनि एड गर्छौँ। अलि धेरै मात्रामा यसमा मरिच राखेर चलाइसकेपछि हाम्रो अति इजी, डेलिसियस, अथेन्टिक सिनवारी चिकन कढाई तयार भइसकेको हुन्छ। तपाईहरू पनि एकपटक यसलाई अवश्य पनि ट्राई गर्नुहोला। स्टे ट्युन विथ ग्लोबल किचन टुर। थ्याङ्क यू।